मनलाई छ हेर न साथी हेर न साथी उड्न मन लाग्छ कुकुरीका कुकुरीका बासी ओलो कुकुरीका बासी भात खा खै मेरो बिरालो मुसा मान्न गयो रङ्ग कुकुरीका बासी भात खा खै मेरो हजुर हामी कहाँ जाँदैछौँ ल भनिदिनु पर्यो एकपल्ट हामी जाउँ न खान उता पारी जाँदैछौँ हामी त्यहाँ डाँडामा जाँदैछौँ जामुना खान त्यहाँ हिजो त एउटा बुढा भाइ आज कतिवटा चाहिँ भ्याइन्छ आज ऊ त्यो 3टा बुढा छ त्यहाँ 2टा छ यतातिर एउटा छ अनि यता पनि 2टा रहेछ अनि यतातिर हाम्रो ग्राउन्ड छ गाउँको हजुर त्यहाँ लिचीको बुढा छ हजुर हजुर ठुलै छ तर हामी सक्दैनौँ फुटबल खेल्न हामी त सानो सानो पुच्चा बच्ची हो अहिले त्यो गाई भैँसी चरिरहन् साँझ खेल्न आउँछन् त्यो पिङ खेलौँ न बाबा बाबा तुलाई जान खानुपर्ने हो नि ग्राउन्ड उता छ ग्राउन्ड ठुलै छ फुटबल खेल्ला छन् फुटबल खेल्ला छन् पिङ खेल्छु गएर म त पिङ खेलौँ कहाँ त्यहाँ लडिन्छ पो जामुन खान अलि ढिलो हुँदैन ढिलो हुन्छ आऊ एकैचोटि खेल्छु कि त्यसो जाइहाल्छु के बाबा अड्डिन है छिटो दादा आउनु त मलाई उचालेर यहाँ छोपाइदिनु न छिटो यो मलाई उचाल्नु म आफै त्योमा सक्छु यसलाई म तान्छु बस निकालिन्छु म त खेलेर मात्रै जान्छु ल यति राम्रो हेर्नु ल अहिले आउँदाखेरि खेल्ने के एकैचोटि खेल्छु अनि गइहाल्छु एकैचोटि खेल्न गइहाल्छु त्यो त कति छ सानो एकैचोटि खेलेर गइहाल्छु यहाँ एउटा 3वटा जामुनाको बुटा खाने यहाँ पनि आउँदाखेरि मजाले खेलौँ ल है बाबा तपाईँ पनि खेल्नु न नि आऊ चाँडै आऊ फेरि ढिलो ओइ मेरो लट्ठे आउँछ दे यस्तो गइगयो त्यही छोडिदियो लट्ठी यस्तो टाढो लट्ठी कसले बोक्छ हे टाढो लट्ठी छ छि अन्त हात किन त्यस्तो गराएको हात तल गाह्रो चोट लाग्ला त चाँडै आऊ एकदम नखान्थे अर्को गाडी कुकुरी खा बासी भात खा खै मेरो कुकुरी खा बासी भात खा खै मेरो बासी भात बिरालोले खायो खै बिरालो मुसा मार्न गयो खै खोला किन लागिसक्यो होला मान्छे फराए पाएको छ होला नानीहरूले लाग्यो रङ हो त्यो भइसक्यो रङ हो तिमीले गएको मैले गएको हेर कुकुरी खा खै मेरो बासी भात बिरालोले खायो खै बिरालो मुसा मार्न गयो खै मुसो दुलाभित्र पस्यो खै दुल्यो गाईले कुद्यो खै गाई खोलाले बगायो खै खोला माम टोपी लाउँछु
बोल्थिङको टोपी लगाउँछ जानुपर्छ त उता उतातिर यता यहाँ बस्ने राम्रो ठाउँ छ कुरो लाग्छ कुरो पानीमा यतातिर राम्रो बस्ने ठाउँ छ हो अनि ऊ त एउटा प्रशिक्षालय छ हाम्रो गाउँको अस्ति एउटा सानो बच्चाको त्यहाँ चप्पल भित्र पस्यो एउटा अङ्कलले मलाई भित्र ल्याएर चप्पल ल्याएर उतार्नु भएको के अरे मलाई ए टोलको मिटिङ बस्ने भयो भवन होइन हजुर ऊ त्यही दुलामा जालीमा त्यो चप्पल अड्किएर अङ्कलले मलाई निकाल्नु कसरी कसरी अड्कियो त त्यहाँ एउटा केटा त्यो सन्तोष बारीको त्यो आएर त्यहाँ माथि टङ्गेछ कपालमा के गरेको त्यस्तो ब्याग त्यस्तो राम्रो हुँदैन त त्यो आएर त्यो त्यहाँ चङ्गेछ त्यसपछि एउटा सानो बहिनीले चप्पल हान्छु भने त त्यसको भित्र पसिगयो अनि फेरि उसको साथीको बाबालाई त्यो एउटा केटाको त्यो ठेलामा मलाई उभ्याएर बसाएर त्यहाँभित्र पसाएर चप्पल ल्याइ पुरा फेरि सुलाइदिएर तिनको नाम थियो प्रिन्सु अनि मलाई निकाले फुलका बेर्ना यहीँ भित्र गाम के म यही अङ्कलले मलाई यहीँ लग्यो गुरुवा पूजनी भवन हो यो चौधरीको गुरुवा पूजनी भवन हो हजुर ऊ त्यहाँ जाने हजुर ए हिजो भैयाको बुढा चाहिँ यही हो म पनि आएको थिएँ हिजो त अझै माथि जानु र हिजो भैयाको बुढा हो हजुर पुरै खाली खाली छ त्यो बुट्टा भाँचेर पुरै अरू बच्चा बच्चीले राधानी टोल हो पानीको ट्याङ्की राधानी टोल पनि हो यसको नाम उहाँकै भन्दिनु यसको नाम राधानी टोल हो पानी मुनि माछा पौडिरहेछ यी पाका जामुन यहाँ छ पानी मुनि माछा पौडिरहेछ हेर न साथी यिनीहरू दुइटामा चाहिँ अझै पाकेका छैनन् हेर न हजुर समाउन मन लाग्छ तर अझ पाकेका छैन हेर न साथी समाउन मन लाग्छ स्कुलमा घन्टी बजिरहेछ स्कुलमा घन्टी यिनीहरू चाहिँ अमलाका बुट्टा भए अझ माथि हो जामुन त हजुर जामुन छैन तपाईँ उतै छ ऊ जामुनको बुट्टा छ र छैन होला होला ऊ त्यहाँ छ एउटा जामुनको बुट्टा अब त हेर्न जानु छ कि नै तपाईँ त्योमा जानु म यहाँ जान्छु कहाँ छ त्यहाँ पनि छ सर पहिला योमा हेरौँ ऊ त्यही त काँडा हुन्छ भुइँभरि काँडा हुन्छ नि खोइ हेर्न जान्छ कहाँ दादाले लाग्छ भक्कै ठाउँमा लाग्छ रहेछ पाकेर छन् बाबु हजुर कति पाकेको छ अघि नै मैले शङ्का लागेको थियो कि मलाई यही थियो भन्ने हजुर हुन्छ पोखरा जाम पाकेको छ